हेलो गाइस, वेलकम बैक टु माई च्यानल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आएको छु जंगलमा। र जंगलमा किन आएको छु भन्दाखेरि मेरो मित्रहरु हुनुहुन्छ, यता बाख्रा हुनुहुन्छ है, यता हुनुहुन्छ। उसको दाजु वहाँ हुनुहुन्छ, वहाँ एक्लै चलिरहनु भएको छ। अनि वहाँको मम्मी चाहिँ कहाँ हुनुहुन्छ भने नि वहाँ पर हुनुहुन्छ। माइजूले समाति राख्नु भएको छ किनभने मम्मी एकदम डेन्जर हुनुहुन्छ। उहाँको अनि हामी चाहिँ घाँस के रे सरी पाखरा चराउन आएको छौं। र म तपाईलाई यहाँ देखाउन चाहन्छु, यहाँ एकदमसँगले मेरो हातमा चाहिँ मच्छरको आक्रमण भएको छ। तपाईले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ, यहाँ हेर्नु होला। एकदमसँगले मच्छर लागेको छ र म माइजू तर्फ जान चाहन्छु। हेर्नु कति धेरै झारी छ। लाइक गाइस, र म आइपुगेको छु यहाँ माइजू नेरी। यहाँ माइजूलाई यहाँ माइजू के छ खबर? केही पनि छैन, मच्छरले सकिसक्यो। खै दे हामी त मच्छरले कहाँ टोकिदिन्छन्। मच्छरले यहाँ टोकेर यत्रो यत्रो बनाइदिन्छ। गाइस हेर्नु, हामी माइजू भान्जी चाहिँ हामी बाख्रा लिएर आएको छौँ हैन। अनि बाख्रा चाहिँ कहाँनिर भन्छ, घरदेखि अलिकति माथि मात्र हो, धेरै टाढो लगेको छैन भाले। अनि यहाँ यो बाख्रालाई चाहिँ एकदमसँगले डोरीले बाँधेर मतलब के गर्नु माइजू, तपाईँलाई त ढलाउँछ त बाख्राले। अनि गाइस उहाँ हुनुहुन्छ माइजू। माइजू अरू दुई चार शब्द भनिदिनु मेरो यो भ्लगमा। यहाँनिर भान्जी माइजूको भेट भएको बल्ल बल्ल भान्जीले यहाँ बाख्रा गोठालो लाएर तनाव साथीहरू मच्छरले त्यस्तै आधी किलो खुन्जी सकिसक्यो। यहाँ राम्रो बनाइदिइसक्यो। केही छैन, अब कति गाईहरुको मात्र हो त, यहाँको मच्छरले पनि टोकोस् न नि हैन। अनि गाइस हामी चाहिँ यहाँ बाख्रा चराइराखेको छौँ है, हेर्न सक्नुहुन्छ माइजू भान्जी। अनि उहाँको छोराछोरी चाहिँ वहाँ पर चलिरहनु भएको छ है गाइस। अनि यस्तो धेरै गर्मी छ हैन, तपाईहरुकोतिर कस्तो छ भनिदिनु होला। अनि माइजू एकदमसँगले त्यता माइजू त्यता न मार्छन् अहिले देख्यो भने। अनि हामी चाहिँ हैन गाइस लुकी अर्काको प्लान्टेसनमा बाख्रा चराउँदैछौँ, देख्यो भने हामीलाई मार्छन्। हेर्न सक्नुहुन्छ। अनि चाहिँ गाइस हामी चाहिँ बाख्रा लिएर हैन 1 घण्टा जति चराउने भनिरहेको छौँ। आधी घण्टा भर्खर भइरहेको छ, अझै आधी घण्टा चराउन बाँकी छ। अनि हामीले चाहिँ घरमा चटपटे खाएर आएको खाजा। भुटानमा कति महँगो हो, 50 को चटपटे यति आउँछ साथी हो। गाईहरुमा कति आउँछ भने हाम्रो गाईमा त यति चटपटे आउँछ साथी हो। हाम्रोतिर त अलिकति थोरै। अनि हाम्रोमा बेलामा धेरै सामान हाल्छन् होला नि त। के सामान हालेको छैन, भुजा मात्र हो। भुजा र मसला तेल अनि नुन। त भन्दा उपरान्त मैले के दिन्न साथी हो यो। अनि खै हाम्रो बेलटारमा महँगी धेर भएर हो कि यति थोरै दिएका। तर वास्तवमा भन्नुपर्दा हाम्रोतिर चाहिँ थोरै चटपटे नि दिन्छन् हैन गाइस। पेटै अगाउँदैन हो किन भन्नु त माइजू। हामीलाई चाहिँ तर चटपटे भन्ने चिज चाहिँ हामीलाई यो 100-150 को 500 खाँदा पनि नअगाउने मान्छे हो हामी चाहिँ हैन। तर यति दिन्छन् 50 रुपियाँको। अनि के गर्नु त गाइस, अब खानै पर्यो। माइजू कति गर्मी भइरहेछ नि बेलटारमा। गर्मी त आमामा, यो मेरो अनुहार यस्तो गोरो अनुहार लिएर आएको थियो नि, म यहाँ कालो न कालो हरियो निलो भइसक्यो साथी हो। के गर्नु, माइजू भएपछि सुख पाइन्छ क्या एकदमसँगले। माइजू भएपछि चाहिँ एकदम सुख पाइन्छ हैन। माइजूले पुरै भान्जीले काम नगर भन्नुहुन्छ क्या माइजूले पुरै। तर माइजू एकदम काम गर्नुहुन्छ, भान्जीलाई काम गर्न लाउनुहुन्न। त्यही भएर हेर्नु गाइजू बाख्रा पनि आफै गरिरहनु भएको छ। केही 2-4 शब्द भनिदिनु। अब म केही नभने भान्जी, मलाई मच्छरले सकिसक्यो। कति भइसक्यो अब। ल गाइस, अब चाहिँ हाम्रो भेट चाहिँ अर्को भ्लगमा हुन्छ। अहिलेको लागि चाहिँ यति नै। हस् त, धन्यवाद सम्पूर्ण भ्युअर्सहरूलाई।